अपूर्णताको सुन्दरता, प्रकृतिबाट सिक्न सकिने पाठहरू। आज हामी एकदमै विशेष विषयबारे कुरा गर्न गइरहेका छौँ, अपूर्णताको सुन्दरता। के तपाईले कहिले सोच्नु भएको छ प्रकृति पूर्ण छैन, तर पनि यसले अद्भुत दृश्यहरू सृजना गर्छ। उचाइमा असमान पहाडहरू, गाठागुठी परेका रुखका हाँगाहरू, यी सबै अपूर्णताहरू केवल दोष छैनन्, बरु एउटा कथा हुन्। नमस्कार साथीहरू, प्रेरणाको स्रोत च्यानलमा फेरि स्वागत छ। आजको अद्भुत कथामा प्रवेश गर्नु अघि सब्स्क्राइब बटन थिच्न नबिर्सनुहोस् र घण्टी बजाउनुहोस् ताकि तपाईँ प्रेरणादायी कथाहरू कहिले मिस नगर्नुहोस्। सँगै मिलेर सकारात्मकता फैलाऊ, एउटा कथा एउटा प्रेरणा। आज हामी प्रकृतिबाट सिक्नेछौँ कसरी आफ्नो अपूर्णतालाई अँगाल्न सकिन्छ र अनपेक्षित कुराहरूमा सुन्दरता पाउन सकिन्छ। यदि तपाईलाई यस्तो विषय मनपर्छ भने हाम्रो जिज्ञासु मन भएका समुदायसँग जोडिनुहोस्। अपूर्ण संसारको सुन्दरता, यसलाई हेरौँ त। पहिलो नजरमा यो भाँचिएको अधुरो जस्तो देखिन्छ, तर नजिक हेर्नुहोस्, यी दरारहरूले जीवनको कथा बोक्छन्। सङ्कटमा पनि जीवित रहने, कठिनाइलाई सामना गर्ने प्रकृतिले कहिले परिपूर्ण हुन प्रयास गर्दैन। यसले अपूर्णतालाई नै शक्तिमा बदलन्छ। अब सोचौँ कि हाम्रो आफ्नै दोषहरू पनि हाम्रो विशेषता हुन सक्छन्। तपाईले सधैँ कमजोरी ठानेको कुन कुरा वास्तवमा तपाईको सबैभन्दा ठूलो शक्ति हुन सक्छ? प्रकृतिको अपूर्ण तर अनुकृतिहरू। यो रुख हेर्नुहोस्, चट्याङले पोलिएको छ तर अझै उभिएको छ। यी पहाडहरू असमान आकारका छन्, तर यिनीहरूले लाखौं वर्षको परिवर्तन र वृद्धि झल्काउँछन्। यो नदीलाई नै हेरौँ न, सिधा बग्दैन, तर यसको घुमाउरो बाटोले हरेक ठाउँमा जीवन दिन्छ। प्रकृतिले आफ्ना त्रुटिहरू लुकाउँदैन, बरु तिनीहरूलाई गर्वका साथ देखाउँछ। र यही कारणले प्रकृति विविध छ, बलियो छ र सधैँ जीवन्त छ। प्रकृतिबाट जीवनका पाठहरू ठीक प्रकृति जस्तै हाम्रा सङ्घर्षहरूले हामीलाई आकार दिन्छन्। तपाईको त्यो दाग जसलाई लुकाउन खोज्नुहुन्छ, त्यो तपाईको बलियोपनको चिन्ह हो। तपाईले गरेका गल्तीहरू तिनै तपाईलाई असल पाठ सिकाउने अवसर हुन्। जब हामी आफ्ना अपूर्णतालाई कमजोर होइन शक्ति ठान्छौँ, त्यसपछि मात्र हामी आफूलाई नयाँ दृष्टिकोणबाट हेर्न थाल्छौँ। अब सोच्नुहोस्, तपाईको जुन कुरा तपाईलाई कमजोर जस्तो लाग्छ, त्यो नै तपाईको असली विशेषता हुन सक्छ कि? हाम्रो जीवनमा अपूर्णताको शक्ति, अपूर्णतालाई आत्मसात गर्नु भनेको केवल आत्मसुर्कित मात्र होइन, यो सम्बन्धलाई अझ गहिरो बनाउन पनि महत्त्वपूर्ण छ। तपाईले आफ्नो सम्बन्धहरू पूर्ण हुने अपेक्षा राख्नुहुन्छ वा तिनीहरूको विशेषतालाई मन पराउनुहुन्छ? मसँग एउटा साथी छिन् जसलाई सधैँ यस्तो लाग्थ्यो कि उनी अरूभन्दा भिन्न छिन्, तर अनन्त त्यही भिन्नता नै उनको व्यापार सुरु गर्ने प्रेरणा बन्यो र अहिले उनले धेरैको जीवन परिवर्तन गरिरहेकी छिन्। हाम्रो अपूर्णता नै कहिलेकाहीँ हाम्रो सुपर पावर बन्न सक्छ। अपूर्णताको सुन्दरतालाई अँगाल्ने समय, यी फुलहरू एउटै जस्तो देखिन्छन्, हरेकले आफ्नै तरिकाले फुल्ने समय पाउँछन् र यसैले यो बगैँचा यति सुन्दर देखिन्छ। हाम्रो जीवन पनि यस्तै हो। जब हामी अरूसँग तुलना गर्न छोड्छौँ र आफ्नै विशेषतालाई माया गर्न थाल्छौँ, त्यसपछि मात्र हामी साँचो आनन्द, सृजनात्मकता र बलियो आत्मविश्वास पाउँछौँ। आज हामी एउटा बाचा गरौँ, आफ्ना अपूर्णतालाई प्रेम गर्ने, फरकपनलाई मन पराउने र याद राख्ने कि हामी सधैँ अपूर्ण रूपमा पूर्ण छौँ। प्रिय दर्शकबिन, यदि यो कथाले तपाईलाई केही नयाँ दृष्टिकोण दियो भने, तपाईलाई यो कथा मन पर्यो भने कसैलाई पठाउनुहोस् जसलाई यो सुन्न आवश्यक छ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईको विचार कमेन्टमा लेख्नुहोस्। यो अद्भुत कथा अरूसँग पनि सेयर गर्न नबिर्सनुहोस्। प्रेरणाको स्रोतलाई लाइक गर्न नबिर्सनुहोला। तपाईको प्रतिक्रिया र सुझावको प्रतीक्षा गर्नेछौँ। अर्को कथा फेरि सुन्न भेटौँला। तबसम्म जिज्ञासु रहनुहोस्, दयालु रहनुहोस् र सधैँ सम्झनुहोस्, तपाईँ अद्वितीय रूपमा सुन्दर हुनुहुन्छ। तपाईको समर्थन नै हामीलाई अझ प्रेरणादायी सामग्री बनाउन मद्दत गर्छ। प्रेरणाको स्रोत बनेर अघि बढौँ। धन्यवाद।